जापानमा गएर पढ्ने सपना कति धेरैको हुन्छ, होइन त? अनि त्यो सपनालाई साँच्चै वास्तविकतामा बदल्न शिक्षा फाउन्डेसनले कसरी मद्दत गर्न सक्छ, आउनुहोस् आज यसबारे अलिक गहिरिएरै कुरा गरौँ। एउटा एकदमै राम्रो भनाइ छ, जब टोकियोमा हिउँ पर्छ यसले हामीलाई हरेक यात्रा साहसबाट सुरु हुन्छ भन्ने कुरा याद दिलाउँछ। कस्तो सुन्दर कुरा, होइन? जापान जाने सपना पनि त यस्तै एउटा साहसिक यात्रा हो नि। यो भनाइले त्यही यात्राको लागि चाहिने हिम्मत र प्रेरणा दिन्छ। ल अब हाम्रो पहिलो खण्डमा प्रवेश गरौँ, टोकियोको सपना। आखिर के छ त जापानमा त्यस्तो जसले गर्दा यति धेरै विद्यार्थीहरू त्यहाँ जान लालायित हुन्छन्? अब हेर्नुस् न, धेरैजनाका लागि जापानमा पढ्नु भनेको जीवनभरको एउटा ठूलो सपना हो। त्यहाँको त्यो विश्वस्तरीय शिक्षा प्रणाली अनि त्यो जीवन्त संस्कृति हो, यिनै कुराहरूले संसारभरका विद्यार्थीहरूलाई चुम्बकले जस्तै आफूतर्फ तानिरहेको हुन्छ। तर के यो सपना साकार पार्ने बाटो हामीले सोचे जस्तो सजिलो छ त? त्यति सजिलो पनि छैन। आउनुहोस् अब हेरौँ विद्यार्थीहरूले कस्ता कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ। यो यात्रामा नि बाधा अडचनहरू त कति आउँछन् कति। कहिलेकाहीँ आवेदन प्रक्रिया नै यति झन्झटिलो लाग्छ, पाइने जानकारीहरूले झन अल्मल्याउँछन् र एकचोटि त मनमा यस्तो पनि लाग्न सक्छ, लौ यो सपना त सायद कहिले पूरा हुँदैन कि क्या हो। एकातिर मनमा जापानमा पढ्ने रमाइलो सपना हुन्छ, तर अर्कोतिर वास्तविकताले झस्काउँछ। जस्तै जीपीए अलि कम आइदियो वा पढाइमा ग्याप भयो। हो, यस्ता समस्याहरूले त्यो सुन्दर सपनामाथि नै प्रश्न चिन्ह खडा गरिदिन्छन्। तर यदि यो यात्रा साँच्चै असम्भव जस्तो लाग्यो भने नि त्यसो भए के गर्ने त? हो, यही प्रश्नले हामीलाई समस्याबाट समाधानतर्फ डोर्याउँछ। तर चिन्ता लिनु पर्दैन, किनभने यस्ता चुनौतीहरू पार गर्नको लागि यदि एउटा विश्वासिलो साथी वा गाइड भयो भने यात्रा निकै सहज हुन्छ। हो, ठिक यहीँनिर भूमिका आउँछ शिक्षा फाउन्डेसनको। यो संस्था खासमा विद्यार्थीहरूलाई सही बाटो देखाउनकै लागि स्थापना भएको हो। उनीहरूको त्यो जापानको सपना साकार पार्न मद्दत गर्न। शिक्षा फाउन्डेसन तीनवटा मुख्य सिद्धान्तमा चल्छ: इमानदारी, स्पष्टता र विश्वास। यसको मतलब के हो भने यहाँ सधैँ साँचो सल्लाह पाइन्छ, सबै जानकारी एकदमै प्रष्टसँग बुझाइन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा एकदमै भरपर्दो साथ मिल्छ। त्यसो भए शिक्षा फाउन्डेसनले वास्तवमा के कस्ता सुविधाहरू दिन्छ त? के कुराले यसलाई विशेष बनाउँछ? ल अब यसका प्रस्तावहरूबारे अलि विस्तारमा जानौँ। सबैभन्दा पहिलो कुरा, फाउन्डेसनले उत्कृष्ट ए ग्रेड जापानिज भाषा स्कुलहरूसँग सिधै जोडिदिन्छ। यसले भिसा लाग्ने सम्भावनालाई निकै बढाउँछ। अनि सबैभन्दा ठूलो राहतको कुरा के हो भने यदि जीपीए अलि कम छ वा पढाइमा ग्याप नै किन नहोस्, चिन्ता लिनु पर्दैन। यहाँ त्यसलाई पनि स्वीकार गरिन्छ। अनि यति मात्रै होइन, जापानी भाषा कक्षामा पुरै 70% ठूलो छुट पनि छ। सोच्नुस् त, यो आर्थिक सहयोगले यात्रालाई कति धेरै सहज बनाइदिन्छ। ल अब अन्त्यमा जापान जाने त्यो बाटो कस्तो देखिन्छ त त्यसबारे कुरा गरौँ। एउटा कुरा सधैँ याद राख्नुहोला, सही मार्गदर्शन पाएमा जापान अझै पनि सम्भव छ। सपना मरेको छैन, मात्र सही बाटो पहिल्याउनु पर्ने हो। त्यसैले आजको हाम्रो कुराकानीको सार यही हो, शिक्षा फाउन्डेसनको साथमा जापान जाने सपना अब साँच्चै सम्भव छ। यो केवल एउटा नारा होइन, यो एउटा विश्वासिलो वाचा हो। र यदि कोही आफ्नो यो यात्रा सुरु गर्न चाहनुहुन्छ भने सम्पर्क विवरण यहाँ छ। शिक्षा फाउन्डेसन विराटनगर 9 संसारी माइस्थानमा अवस्थित छ। थप जानकारीका लागि यहाँ दिएको नम्बरहरूमा सिधै कल वा व्हाट्सएप गर्न सकिन्छ।